हेलो गाइज, नमस्ते नमस्कार, स्वागत छ मेरो अर्को भिडियोमा। र आज यो देखिराख्नु भएको दृश्य तपाईँ मतदान केन्द्रको हो र देश अहिले चुनावमै वातावरणमा चलिरहेको छ। र आज मिति 2082 फागुनको 20 गते चुनावको एक दिन अघिल्लो जुन 21 गते फागुन 21 गते चुनाव हुने भएको छ, त्यसको पूर्व तयारीमा छौं। त्यही अनुरूप हामी मतदान स्थल सामुदायिक भवन सिर्सिया जुन कबलासी नगरपालिका वडा नम्बर 7 मा पर्दछ, हामी यहाँ मतदान केन्द्र निर्माणमा जुटेको छौं। यो मतदान केन्द्र सामुदायिक भवन सिर्सिया ख हो। यहाँ देख्न सक्नुहुन्छ हाम्रो अदालतका एकजना सर, जुन यो के हो, यो जडीबुटीको नाम थाहा छैन, तर यो औषधि हुन्छ अरे भनेर उहाँले यो मन्दिरमा को छेउमा रहेको यो सानो यो झाडीहरू उखेलेर चुडालेर उहाँ खाइराख्नु भएको छ। हाम्रो यो सामुदायिक भवन यो मतदान केन्द्रको केन्द्रमै रहेको यो राम जानकी मठमा आज बिहानको यो दृश्य, बिहान भन्दा नि अहिले लगभग यो 10-11 बजिसकेको छ। आज 20 गते होलीको दिन पनि परेकोले यहाँ जोगिरा खेल्ने पनि सायद छ होला, जुन तपाईहरु यहाँ हेर्न पनि सक्नुहुन्छ। यहाँ जोगिरा खेलेको एक दिन सुनौं है त, यो जोगिरा कतिको मजा आउँछ तपाईहरुलाई। यहाँ हेर्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा पुरा जोगिरा चलिरहेछ र यो राम जानकी मठ हो। र हामी आफ्नो काममा निरन्तर गरिरहेको छौं। हामी आफ्नो काममा निरन्तरता दिने क्रममा अझ सुधार काम, यो जुन मतदान स्थल निर्माण गर्ने, अझ घेराबेरा गर्ने काम नै चलि नै रहेछ। किनकि यो पछाडितिरको अलिकता खुल्ला ठाउँ रहेको छ र पछाडि एकदमै पुरा चौडी नै रहेकोले, पछाडि खुला भएकोले सुरक्षा चुनौती बढ्छ र त्यसकारणले गर्दाखेरि हामीले चाहिँ अलिकता संवेदनशील नै मान्नुपर्छ यो चुनावको समयमा। ओके गाइज, गुड मर्निङ। आज मिति 2082 फागुनको 21 गते यो बिहानको 6 बजेको दृश्य हो र लगभग हामी तयारीको अन्तिम चरण, निर्वाचन तयारीको अन्तिम चरणमा पुगेको छौं। 7 बजेबाट हामी मतदान सुरु गर्ने गरी हाम्रो तयारीमा लागि परेको छौं। अबको केही बेरमा मतदान सुरु हुनेछ 7 बजे र यो मतदानको समयमा मोबाइल यस्तो भिडियोहरू खिच्न पनि निषेध गरिएको हुनाले सायदै त्यति बेलाको फोटो भिडियोहरू खिचिन्छ होला। सकेसम्म म देखाउने नै छु।
हामी मतदान सकाइसकेको छौँ। शान्तिपूर्ण नै सम्पन्न भयो हाम्रो मतदान र यो 2082 आम निर्वाचनको सफलतापूर्वक सम्पन्न गरेको छौँ। विभिन्न अड्कलबाजीमा पनि हामी गरिराख्दाखेरि हामी सफलतापूर्वक हामी आफ्नो निर्वाचन शान्तिपूर्ण ढङ्गले नै सफल पारेको छौँ र यो सफलताकोमा हामीलाई साथ दिनुहुने हामी टिममा 6 जना स्वास्थ्य लगायत अन्य पालिका लगायत मलङ्गवा अस्पताल, प्राविधिक अस्पताल, मलङ्गवा नापी कार्यालय र म कपिलवासी नगरपालिका हामी सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छौँ। धन्यवाद। जय नेपाल, देशको जय होस्।